हेलो साथीहरू, हामी चाहिँ त्यो अहिले जुन माइती घरमा आमरण अनसन बसेको थियो सुजन भित्र, उसको बच्चाको लागि चाहिँ हामीले डाइपर र ल्याक्टोजन किनेर यता लगिदिँदैछौँ। र अनि उसको अवस्था चाहिँ अब हिजो चाहिँ नाजुकै थियो र हामीले त्यहाँ गएर अघि हेर्दाखेरि चाहिँ उसलाई चाहिँ फेरि यतै माइती घरमै आइसक्यो रहेछ अनसन बस्नलाई, सलिम पानी चढाएर आइसक्नु भएको रहेछ उहाँहरू चाहिँ। अब हामी चाहिँ यो लहर दिन्छ, अब हामीले पनि धेरै दिन सकिँदैन, धेरै त अब केही गर्न सकिँदैन किनकि उहाँहरू अब न्यायको लागि बस्नु भएको छ होइन। उहाँलाई आर्थिक पैसाहरू चाहिँदैन भन्नुभएको छ, पैसाहरू चाहिँदैन तर खानेकुराहरू पानी अनि यस्तो बच्चालाई है, यो चाहिँ बच्चालाई हुन्छ होइन। अब 23 दिने बच्चा रोडमा न्याय है, न्यायको लागि 23 दिने बच्चा लिएर 23-24 दिने बच्चा, अब आज 24 दिन भयो होइन। अनि दिनको बच्चा लिएर रोडमा उत्रिएको छ बिचरा भाइ होइन। हामी चाहिँ अब यिनीहरू लिएर लगिदिँदैछौँ, तपाईँहरूलाई त्यो भिडियो पनि आउँछ है। 24 दिने बच्चा अहिले माइती घरमा यस्तो बिजोको अवस्था छ, यस्तो अवस्था छ कि जुन सरकारको ध्यान आकर्षित यता भएको छैन। जुन यो 23 दिने नाबालक बच्चाको है यस्तो बिजोग छ कि यस्तो रोडमा सुत्नु परेको छ। अहिले चाहिँ यहाँ अब हामी माइती घर आइसकेका छौँ ल्याक्टोजन लिएर है। अनि उहाँको चाहिँ यो त्यहाँ एउटा दिदी चाहिँ है चर्की बोल्नु भएको छ है, उहाँ त अहिले उचालिरहनु भएको छ होइन। उहाँ चाहिँ चर्की बोल्नु भएको छ, राजावादीहरू सट्टा दोकान खोलेर बसिरहेछ, त्यस्ता राजावादीलाई के भन्न चाहनुहुन्छ तपाईँ भन्नुहोस्। अहिले चाहिँ होइन राजाको करोडौं अरबौं सम्पत्ति त स्वाहा गरिसके राजावादीहरूले। आमाले यसरी भन्नु, हात्ती आयो 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 फुस्स भयो, राजा आउँछ आउँछ उनीहरू फुस्स भइरहेछ। राजावादीहरूले यो लिएर आएको छु मैले त्यो बेबीलाई दिनलाई ल्याक्टोजन र डाइपर है। यो चाहिँ अब हामी दिन्छौँ एकछिन। हामी अब माइती घर आइसकेका छौँ है सुजन भाइको के अरे बच्चालाई दिनलाई। र आमाले चाहिँ यहाँ चर्को चर्को बोलिरहनु भएको छ कि, आमाले यस्तो चर्को बोल्नु भएको छ है, यति राम्री आमाले चर्को चर्को बोलिरहनु भएको छ है। राजाले जनताहरूको लागि दिन रात खट्नु भइरहेको थियो, आवाज उठाउनु भइरहेको थियो। तपाईँ राजावादी भएर पीडितहरूको आवाज नउठाउने कसरी राजावादी हुनुभयो तपाईँ? राजाको नाममा तपाईँ खोट हुनुहुन्छ। राजाले त जनताको समस्यालाई हल गर्थ्यो, तपाईँ राजावादी भएर जनताको समस्या हल नगर्ने अनि राजाको नाम बेच्ने। राजालाई चाहिँ पाखा लगाएर चाहिँ सडकमा चाहिँ राजाको नाम चाहिँ आमाको चर्काचर्की भइरहेको छ। अनि यस्तो छ है आमाको चर्का। राजाको कार्यकालमा उद्योग कल कारखाना खोलेको हो कि होइन? कसको लागि? तपाईँको लागि खोलेको हो, जनताको लागि खोलेको। हेर्नुहोस् खोइ त राजाको तपाईँ माथि खोइ त गुण, खोइ त व्यवहार। राजाले पीडितहरूको लागि जनताको लागि त काम गर्यो नि, तपाईँ राजावादीहरू पीडितलाई त झन् छिल्ली उडाइरहनु भएको छ। पीडितको मुद्दै होइन भन्नुहुन्छ अनि कसरी तपाईँले राजावादी राष्ट्रवादी आफैलाई भन्नुहुन्छ? तपाईले भोट दिनु भयो कि भएन यसपालि? उहाँले चाहिँ लिएर हिँड्दै हुनुहुन्छ है। सो हामी चाहिँ अब त्यो बेबीकोमा अवस्था कस्तो छ के छ होइन, माइती घरमा यति धेरै मान्छे हुनुहुन्छ है। सो अनि यस्तो छौँ र यहाँको आमाहरू कहाँ हुनुहुन्छ थाहा छैन है। अनि उहाँ अब सबैजना अब भाइको अवस्था हिजो हामीले बुझ्न पाएनौँ, हिजो हामी आएनौँ। अनि यो भाइ कस्तो अवस्थामा छ अब यहाँ यो भाइको आमरण अनसन है। अनि खोइ भाइको चाहिँ खोइ त भाइ हिजो हामी आउन पाएनौँ कि त्यही भएर 7 दिन भयो होला। भाइको अवस्था यस्तो छ है, भाइ ट्रेनमा बसिरहेको छन् र बच्चाहरू यहाँ एक ट्रेन छ क्या है साथीहरू। यस्तो छ के छ तपाईँलाई खाना बस्न के छ अहिले? अनि यस्तो छ र तपाईँले
तपाईँहरूले के आश्वासन दिएर जानु उहाँले चाहिँ के भन्नुभयो भने अब तपाईँले नबस्नु तपाईँको कुरा चाहिँ हामी सांसदमा जान्छु हुन्छ तपाईँ नआत्तिनुहोस् भन्नुभयो त्यति नै हो अरू कुरा चाहिँ मिडियासँग चाहिँ अब गर्नुभयो अनि तपाईँको माग के छ भन्नुभयो चाहिँ मैले चाहिँ अब किनेको लाइसेन्सलाई चाहिँ प्रयोग नगरियोस् हस्पिटलमा होइन लाइसेन्सले छानिदिनुहोस् कि किनभने डाक्टरको लाइसेन्स छानबिन हुनु पर्यो होइन पऱ्यो किनभने पढेर लाइसेन्स निकालेकोहरूले चाहिँ जटिल केसलाई चाहिँ एकदम सिरियस सम्झिनुहुन्छ होइन जब पढेर थाहा नै छैन भने त्यस्तो सिरियस केसलाई नै उहाँहरूले किन खेलाची गर्नुभयो यो खेलाची होइन जब रगत बर्ने चाहिँ हामीले कचरामा थापेर फालेछौँ हातमा रगत थापेर फालेछौँ सास फेर्न गाह्रो भइरहेछ मान्छेलाई अनि अक्सिजन लाउनुमा बाफ लगाइदिनु भएको छ यो हेल्थ सेन्टर हो कि होइन अनि डक्टर भन्ने बित्तिकै नआउनु बोलाएको आधी घन्टा पनि बढी भइसक्यो डक्टर कुन समयमा उपस्थिति हुनु भने हामीले अपरेसन गरेको डक्टर बोलाइदिनु भन्दा उहाँ यहाँ हुनुहुन्न कहाँ हुनुहुन्छ भरतपुर टाढीमा जागिर खानुहुन्छ भरतपुरमा बस्नुहुन्छ अनि उहाँ फेरि अब प्राइभेटमा नि हिँड्नुहुन्छ होला सायद होइन तर तपाईँको आर्थिक अवस्था कस्तो छ अहिले हाम्रो अब यस्तो खुल्लाको समस्यामा अब आर्थिक अवस्था त के भन्ने र तपाईँहरू आफै होइन नि यो भन्न खोजेँ होइन तपाईँहरूको घर पारिवारिक स्रोतमा आर्थिक अवस्था कस्तो छ अब हाम्रो आर्थिक अवस्था त अब त्यही हो अब हामी कमाउने खुलेर भन्नुहोस् न होइन हामी कमाउने खाने नै हो बाबुले नि अब गाडीहरू चलाएर खाने हो होइन यो अहिले सुजन के अरे सुजनले चाहिँ गाडी चलाउँथ्यो गाडी चलाएर खाने हो अनि खासै भन्यो भने हाम्रो चाहिँ अब खेतीपाती केही पनि छैन होइन हजुर अनि अब त्यस्तै हो अब एउटा खेतीपाती छैन तपाईँहरूको पनि छैन हामी सबै ऊ के अरे बनिबुतो गरेर खाने हो छैन हामी त्यही आफू कमाउने अनि खाने त्यही हो हामी अरू केही पनि छैन भनेपछि तपाईँले यहाँ आउने तपाईँलाई जति पनि सपोर्ट गर्न आउने दलित वर्गहरू होस् या अरू माहलो जनजाति आदिवासी मुस्लिम थारू जोसुकै आउन् सपोर्ट गर्नलाई उहाँहरूले चाहिँ तपाईँहरूलाई के गर्दै हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई के सपोर्ट के चाहिएको छ भन्नुहोस् त अब मलाई चाहिँ कहाँसम्म लाग्छ भने हामीले जति नै हामीले माग गरेर हामी यहाँ आएका छौँ होइन हजुर। हाम्रो यो आवाज राज्यसम्म पुगोस् हजुर। राज्यले चाहिँ यो छानबिन जस्तो यो भर्खर यस्तो सुत्केरी महिलाको उहाँहरूले अब किनभने यो लापरवाहीले ज्यान लिनुभएको छ होइन उहाँको छानबिन होस् र उहाँको लाइसेन्स चाहिँ छानबिन होस् मेन कुरो चाहिँ दोषीलाई कारवाही होस् म चाहिँ त्यही भन्छु तपाईँहरूको माग चाहिँ अहिले के अरे सरकारसँग चाहिँ तपाईँहरूको माग क्षतिपूर्तिको माग त छैन नि हामीलाई छैन हामीलाई क्षतिपूर्ति हामीलाई यति दियो उति उति दियो हामीलाई केही छैन त्यस्तो है हामीलाई केही छैन हाम्रो मान्छे जानी लाग्यो हेर्चेले मारेको छ दोषीलाई कारवाही हुन्छ म आज तपाईँबाट किनभने मैले चाहिँ यो श्रीकृष्ण विकको चाहिँ संयोजक भएर चाहिँ उसलाई चाहिँ न्याय पाउनुपर्छ भनेर हामी बसिरहेको थियौँ हिजोबाट चाहिँ त्यहाँ अलिकति के भयो भने दिदी अब उहाँ